So good morning everyone, hello अनि नमस्ते, वेलकम ब्याक विजय ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै नै छु। आज पनि म नयाँ भ्यू देखाउने नै छु है, बिहानको अनि दिउँसोको बेलुकाको। अहिले यस्तो भइरहेछ, हेरौँ न, पुरा डेन्जरस क्लियर भइरहेछ, क्लिन एकदम। कुहिरो पनि लागिरहेछ, यता बेसीमा कुहिरोहरू लागिसकेको छ, हेरौँ। ओभर सेतो लागिरहेछ, हेरौँ न, कुहिरो पनि पुरै उडिरहेछ अहिले पनि। क्या वाइट लागिरहेछ है गाइजहरू। अब मेरो चाहिँ यस्तै भइरहेछ भिडियोहरू गाइज है। अब समयअनुसार समयले कहाँ पुऱ्याउँछ, के गर्छ अब है, थाहा हुन्छ। कुहिरो भने मजाले लागिरहेछ, बाफ पनि दामी उडिरह। त्यता पनि खत्रै लागेको रहेछ, वनतिर पनि कुहिरो चाहिँ है, खतरा देखिरहेछ, हेरौँ न, दामी देखिरहेछ, खत्रै हो है। भ्यूहरू भनेको आज झन् एकदम, आजभन्दा भोलि झन् एकदम बेस्ट भइरहेछ, भ्यूहरू एकदम खतरा देखिरहेछ है। मजा आइरहेछ हेर्न पनि है, मर्निङमा ठ्याक्क मजा आनन्द आइरहेछ, पुरै लागेछ। अब कुहिरो लाग्न भने अन्तिम भइसकेको छ, खासै अब लाग्दैन, धेरै समय पनि छैन गाइजहरू। अब हरियाली छ, हेरौँ न कस्तो देखिरहेछ है, कमेन्ट गर्नुहोला, अब कस्तो जस्तोको तस्तै कमेन्ट गर्नुहोला भन्दै म देखाउनेपट्टि नै लाग्छु। अब भिडियो आउँछ है, हेरौँ है गाइजहरू। म चाहिँ बारुलाई जिस्काउनु गएको, के हुन्छ आज हेरौँ है। म चाहिँ झुलभित्र पसेर ठ्याक्क बारुला त्यहाँ छ, बारुला त्यो हो, त्यसलाई चाहिँ म जिस्काउँछु। कस्तो भइरहेछ हेरौँ न, बारुला त्यहाँ पुरै आइरहेछ। यसलाई चाहिँ मैले अब उकाइदिन्छु।
नआउने बरुलाई छुडाइदियो। हेरौँ न भ्यू कति निलो है, क्या क्लियर क्या फेरि। दिनमा घाम चर्को है, बेलुका पानी, बिहान पानी पर्ने भइरहेछ सिजन भने अहिले। यस्तो क्लियर छ कि माइ गॉड। म चाहिँ उता डाँडातिर हावा खान जानु लाग्यो, शीतलतिर बस्नु भनेर त्यता जानु लाग्यो है। म चाहिँ हिँड्दैछु। म चाहिँ अब लोकेसन ठाउँ आइपुग्नु लागिसक्यो है। लोकेसन ठाउँ यो रहेको छ। घाम चर्को लागिरहेछ अहिले भने यति बेला 12 बजिसकेको छ। डेको भिडियो कस्तो लाग्छ जस्तोको तस्तै कमेन्ट गर्नु होला। खतरा देखिरहेछ है गाइजहरू, क्या क्लियर क्या बब्बाल। मलाई चाहिँ यस्तो भ्यूहरू खास एकदम मनपर्छ क्या है। खतरा देखिएको छु बादलहरू माथि माथि, रमाइलो लागिरहेछ। कतै शीतल छ कतै छैन है, टाटे टाटे लागिरहेछ घामहरू पनि। त्यस्तै गर्मी पनि भइरहेको छ गाइजहरू बेसी है। लास्ट गर्मी भएर अलिक तल छ नि त, त्यही भएर एकदम गर्मी भइरहेछ यार, के गर्ने होला। उताको डाँडालाई यसो जुम गर्दाखेरि यस्तो देखिरहेको छ गाइजहरू है। कुनै ठाउँमा त पानी नि परिराखेको होला। उता डाँडा पछाडि कुहिरो लागिरहेछ हेरौँ न गाइजहरू, कस्तो डेन्जर लागिरहेछ है कुहिरोहरू। गाउँ पछाडि दामी देखिरह। त्यो डाँडा डेन्जर अग्लो छ क्या, हेर्दाखेरि मात्र डेन्जर अग्लो छ। पछाडिको भ्यू भने यस्तो देखिरहेको छ गाइजहरू है, यस्तो क्लियर क्या। यताको दृश्यहरू यस्तो छ।
यता भने क्या क्लियर छ है अब नेक्स्ट भ्लगमा भेटौँला गाइजहरू है